Hello guys, hello, happy new year. Hello guys, welcome back to my new video. I hope हजुर सन्चै हुन्छ होला। त्यो छ हाम्रो प्लान। म पनि सन्चै छु। आज नयाँ वर्ष हैन? नयाँ वर्ष त हैन? एकदम नयाँ ह्यापी न्यू इयर। उमङ्ग छैन। नयाँ वर्षको सबलाई शुभकामना हैन? हजुरको जिन्दगी फलसफुल होस्। तर यसो केटा नहेर के तेरो दिदी बहिनी गर्छ यता को बिचरा यता नभए यतातिर छ त्यतातिर मैले हेरेकै छैन त। किन नहेर त आज ह्याप्पी न्यू इयर हैन? नयाँ वर्ष ह्याप्पी न्यू इयर किन भन्छ यार? ह्याप्पी भनेको खुसी, न्यू भनेको पुरानो वर्ष गयो भने खुसी पुरानो गयो, पुरानो खुसी गयो। उही दुःखै दुःख आउनु लाग्यो। एक वर्ष गयो मैले मलाई दुःख लाग्यो। बुढो भइगयो। एक वर्षमा भर्खरैमा 16 वर्षको थिएँ। भर्खर अझै 16 वर्षकै छु म। ठिक छ। कद्दी 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 मौका मिले कद्दी कद्दी भन्नु के यो गाइज किन पछि मूर्ति छ यार? मूर्ति छ। मूर्ति के मूर्ति मूर्ति उल्टा नभन्न यार। आज माग नुहाइदिएको यार। कति वर्ष नुहाइदिएको? कति वर्ष नुहाइदियो आज? यस्तो कति वर्ष भन्नु नयाँ? 2-3 वर्ष। त्यही त भन्नु यार। केटाहरू आफ्नो बिल्ला आफै किन हान्छन् भन्ने कुरा हो क्या। के हो बिल्ला? नै अब जस्तै कि तपाईले पारी भन्ने नामले मेकअप लाउनु पर्ने के लाउनु पर्ने? नामले मेकअप लाउनु पर्ने के लाउनु पर्ने? त लाउँछ है। कहाँ लाउँछु म? क्रिम पाउडर के भएर क्रिम पाउडर सब लाउँछु मलाई म। मलाई त यति मन पर्छ त्यो के पो लाउनु। त्यो फाउन्डेसन पनि लाउँदिन्छु त खत्रै हुनु। फाउन्डेसन रे मम्मीको लाउँछु कि नि मेकअप त्यस्तो छ फेस लाउने जस्तो। आज दिन पनि यस्तै कहीँ जाउँ भन्ने प्लान छैन यार। आज जानु आजको हामी आज लाग्यो यो ठाउँमा पिङ खेल्ने बेला बल लागेर माथि घाम फालिदिनु। बौडी जम्पिनु म गएर हामी घाम फाल्थ्यो फर्स्टमा। यति नालीमा सानो पानी हुन्छ होइन, अनि त्यहाँबाट मारेर चिप्लो गएर टाउको चिप्लो छिरेर एक चम्मच पानीमा डुबेर मर्छ मर्दैन। किन यो डाइलग कहाँ पो सुनेको थिएँ मैले पहिला? मैले त सुनाउनु तँलाई नै फर्स्टमा 13 8 होइन कसको अर्डर सुनेको थिएँ। मन साफ हुनुपर्छ। यसरी एउटा साथै एउटा बहिनी सानो त्यो मन्त्र हाल्छ त, मान्छेले कहिले पनि नराम्रो हुनु हुँदैन, त्यो होइन घमण्ड गर्नु हुँदैन। त्यस्तो पैसा भने के हो र के पो भन्नु के हो यार? त्यस्तो टाइपको थियो। यादै छैन। त्यो हिजो हामी हिजोको भिडियो छ नि, हिजो भिडियो म भुलिहाल्ला। आज भिडियो 5 बजी हाल्छु। आज छक्कै हाल्नुपर्ने छ आज नयाँ वर्षको लागि। ए हिजोको भिडियो किन नाम्ने हाल्छु म? हिजोको भिडियो किन हिजो भिडियो उयो गरेको छ नि, त्यो हिजोको जुन अहिले हेरेर नि बिहानवाला त्यो भुलिहाल्ला भने आज एउटा भिडियो हाल्छु। अब भर्खर स्कुल लाइफ हो यार होइन? स्कुल लाइफ नभए अहिले हामीसँग बाइक छ, तर हामी जानु सक्दैन क्या, किनकि लाइसेन्स छैन। मेरो त लाइसेन्स छैन। 8 हान्नु पर्ने अहिले। 8 हाने भने मात्रै हुन्छ? त्यही त हो लाइसेन्स खास। लाइसेन्स हुनु पर्यो। लाइसेन्सको ऊ हुनु पर्यो। जस्तो इक्जाम पढ्नु आएर मात्रै हुन्छ। इक्जाम दिनु पर्यो, इक्जाममा पास हुनु पर्यो। त्यस्तो कुरा त कस्तो लाग्यो? अहिले त साँच्चीकै चम्मनमा डुबेर मर्नु मन लाग्यो मलाई। मान्छेले घमण्ड गर्नु खोज्दैन, गर्नु हुँदैन। किनभने त्यही हो, गर्नुपर्छ यार गर्ने कुराहरूमा। सिङ्गल लाइफ इज रक लाइफ भन्ने। यत्रो स्ट्रगल गरेर केही पाएपछि लास्टमा त्यो गर्न नपाएपछि कस्तो दुःख लाग्ला। त्यही त फेरि उयो आम इन्सान जस्तो बस्थ्योपछि त्यही के मजा आयो? त्यो मजा आएन। आमसाम रोप्यो, त्यही आम अरूले खाएपछि कस्तो होला? के मिले त्यो आमसाम रोप्यो होइन? मैले आम रोपेको थिएँ। तैँले आम यत्रोवाला रोप्यो, मैले यत्रोवाला रोप्यो। त्यो मैले खाने कि तँलाई दिने? के गर्ने? तर मलाई दिनु पऱ्यो नि, मलाई आधा आधा खाने नि मलाई। हो यो गर्नुहुन्न। यत्रो सक्सेस पाइ चाहिँ एक्लै हान्ने हो। एकैछिन घरतिर जाउँ, घरतिर बसौँ। यसरी मम्मी टिका सिका लाइन्छु रे, टिका सिका लाम। अरू के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ?
ल नयाँ वर्षको धेरै धेरै शुभकामना सबैलाई सबैलाई राम्रो उन्नति होस् आज दिन ल छिराउनु फुपू अनि मेसोमा पास पढेँ पैसा पैसा दियो पैसा अनि मोबाइल हेर्न ल आजको वरदान तँलाई मोबाइल हेर्ने मनै नलाग्यो बाँकी भने मेरो पैसा दिए नि पैसा खै ह्याप्पी न्यू इयर या गाइस हेलो गाइस हेलो गाइस कति महिनाको दियो हँस त नि कति महिना दायर बेलुका आउने होइन फुपू दायर बेलुका अब भइहाल्यो अब एकैछिन रुमसुममा जाउँ पुरा ड्रेसेस फेर्छु होइन लुगा सब फेर्छु गेटअप नै खाना खाना आएको होइन भनेपछि खाना छौँ हेर्ने पागल के हो लादे दिन्न तँलाई ल ल एकछिन खाना खान्छु त्यसपछि के हुन्छ खाना खाएर भर्खरै आयो होइन त्यही हो आजको भिडियो राम्रो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन अब भिडियो यति नै गरौँ त्यही हो आजलाई ल बस्नुहोस्